from Alfonso. So, keys. ब्रेकफास्ट टाइम भइरहेछ त्यही भएर अब ब्रेकफास्ट साथीहरूलाई पुगिरहेछ तबसम्म चाहिँ See you. पानी खाऊ गुटुगुटु. फाइनली हाम्रो अरू साथीहरू पनि आए म क्या सिनेमेटिक भयो त घाँस फुस बिचमा आएर ऊ त्यहाँ सृष्टिहरू हो फिल्टर गरिदियो क्या ब्रेकफास्ट भनिदिउँ न त 4टा फर्स्ट टाइम I like the view. Cheers. Cheers गरेर राख्नुहुन्न है खानै पर्छ. Cheers. मेरो कस्तो छ अनि टच हो. 10 seconds later. A few moments later. 1 hour later. कायाकिङकोले जाँदै कायाक मास्टर आऊ हिँडेर आऊ छिटो 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 मलाई थाहा नि छैन कायाकिङ हो कि सर्जी सर्जी अटोग्राफ प्लिज थ्याङ्क यू को बोट रहेछ होइन मैले सुरुमा के पढेँ भन्दाखेरि द नेम यु कान्ट ट्रस्ट पढेर तर क्यान ट्रस्ट रहेछ क्या यो त हल्का स्पेस हुनुपर्ने के कस्तो फिल भइरहेछ तिमीलाई फेस अफ पाउँ एकदम फ्री फ्लोट भइरहेछ म जसरी पोखरामा नाउ फ्लोट हुन्छ त्यसरी नै म पनि यहाँनिर आएर फ्लोट स्ट्रेस फ्री आनन्द सुकुन भोलि के होला भने नसोचिकन त्यस्तो फिल भइरहेछ तिमीलाई कस्तो फिल भइरहेछ कायाकिङ जाँदा खुसी लागिरहेछ सुरु भयो काइकिङ यो लाउने हो सबैले ब्लू लगाऊँ न त 4वटा रहेछ दाजु स्टार्टिङ भइसक्यो कालाडन कस्तो फिल हुँदैछ सुजल सेफ फिल हुँदैन मलाई पेसिफिक ओसन पार गर्न सक्छु टाइटानिक जाऊ 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 गरेर बस यो कपडा लाएर होइन सबैजना एक फोटो खिच्नुपर्छ यसो मिलाउनु लास्तो गर न अब त हेर यस्तो गर यहाँ भिडियो रेकर्ड पनि भयो पानी भएको इन्द्रदेव एक घन्टामा पारिदिनु हामी त हाउडे एकदम लफङ्गा पानी परिरहेछ पानी पर्यो सरर चाना गर्यो बरर windows once you go down. You must be crazy if you think that I'ma slow down. But wanna hear it from the drama. Mr. Whip, 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 get the gun down. Dropping bodies in the place till the sun's out. Can't fuck with this, don't even try. Just when the bullets fly, I'm the last one to die.
fuck with me, so don't even try. Cause when the bullets fly, I'm the last one to die. Pulling up black windows once you go down. You must be crazy if you think that I'ma slow down. Don't wanna hear it talking shit, fuck the drama. You keep it coming, I'ma send you to your mama. It's the whip, quick clip, get the guns out. सबैजना कायाकिङ गरेर फर्किरहेको छौँ होइन हामीहरू चाहिँ गर फेरि देखा त छि वे टु तालबराई मैले यसो गर्दाखेरि ताजमहलमा कस्तो मलाई पुलिसहरूले आएर कस्तो ल्याङ गरेछ सूरज भाई कितना गंदा है कुन दाइ यो हैन र कुन हो यो हैन अन्त के हो यो हैन सोध्दैछौँ कहाँबाट जाने भनेर फेवा तालमा जानु लाग्यो जाम Under the water. मजा आ रहा है म अहिले के बोल्न सकिरहेको छैन ऊ त्यहाँ हेर मेरो तस्बिरमा नबोल न कस्तो गीत गाएको पुरा घोप्टिँदो रहेछ क्या एकछिन अघि हात घुम्यो मलाई डर लाग्यो ठ्याक्कै भगवान् हामी आउँदैछौँ मन्दिरमा भेट्न चाहिँ नि तैँले 1 घन्टा भइसक्यो बिपिनले फोटो खिचिदिएको रिक्रिएट गरौँ भनेर बिपिन दिलीप जोले भयो नि अनि यिनीहरूले हगिदिइसके तिनीहरू पनि वाक्क भइसक्यो यो केटाले कति फोटो खिचेको भनेर रिक्रिएट गर्दैछ है त ल है गाइस फोटो रिक्रिएट हुँदैछ यहाँबाट ल है ल सृष्टि वाक्क भइसक्यौँ है हामी ओके कुन फोटो रिक्रिएट गरेको त्यो पनि देखाइदिनु यो चाहिँ ठिक है वाक्कै लगाएको थियो हाम्रो रिक्रिएट गरेर यिनीहरूले हगिदियो ल जाउँ एउटा रिक्रिएट गरिहाल अब हामीले मन्दिर गएर आयौँ जुत्ता लाउँदैछौँ सरो जुत्ता खोज्दै जुत्ता लाउन लागेको छ कस्तो भयो गाइज मन्दिरमा फोटो सुट भइरहेको छ फ्युचर रेफरेन्सको लागि होइन यताबाट क्या भनिदेखि ओके मेन भर्सेस वाइल्ड भर्खरै रेस्क्यु गरेर आएको कतिजना हामी यो त कस्तो एआई भिडियो बनाएर जस्तो देखेँ यार अगाडि एउटा मान्छे पछाडि 2-3टा मान्छे हामीलाई के दाइले रेस्क्यु गर्नु त्यहाँ 3:28 a.m. आज लास्ट डे होइन लास्ट रमाइलो भयो लास्ट डे यो होटेलमा मतलब लास्ट नाइट लास्ट नाइट बाई गाइस लास्ट Gandrok. क्लबमा भेटौँ न See you in club. Catwalk. फोटो खिच्नेको भिडियो यो चाहिँ मलाई सर्च दिएको होइन यस्तो दामी सर्ट लाग्नुलाई थ्याङ्क यू ब्रो वेलकम Finally, I found Bumblebee again. Okay. I'm just dancing. आधी घन्टा पछाडि मात्रै आउँछ जब क्लबभित्र छिर्छु क्लब भित्र छिर्नु रक्सी पनि हान्छ सुजलसँग तिमीहरूको एक्साइटमेन्ट कहिले आउँछ हामी त एक्साइटेड एकछिन है फोकसै भएन ल भन र दुईटा लेडिजहरू तिम्रो कति खान्छ म 250 ml त्यो के हो भोड्का एक पाउ पानी 250 ml मा त तिमी उठ्छ त 100 उठ्छ उठेरै जान्छु क्या उठ्ने होइन उठ्छ भनेको उडेर जान्छु यो क्याटवक मुझे उड़ना है बस रुकना नहीं है म चाहिँ बियर खान्छु यार नहीं के बियरले के पनि हुन्न के 250 ml त एकजनाले 250 ml खाँदा उठ्छ नि
180 ml हुन्छ ओके दुईटा मिक्स नगरे यार पागल भइन्छ एउटा मात्र खाल्ची खाएन म त आज क्लबिङको मुड खाम जान्छ हाम्रो 10 seconds later. I'm here with Bumblebee. Sorry. म जान्छु अब के रे Early the next morning. ल गुड मर्निङ गाइस मेरो त चाहिँ कफी खाइरहेछ हाम्रो पनि गरिदिएँ मैले कतिखेर बस्नु थियो त्यसो नि त नि आफ्नोमा पनि कस्तो उसकै नाच्न मन लागिरहेको पुगेकै होइन अरे आउँछु लाइन गएको हो र पछि हामी निस्केको आयो नि क्या ल बाई अल्फान्सो ऊ चाहिँ बाहिर झ्याल हेर्दै बस्यो सर चाहिँ सिनहरू वाह पोखराको वादिया मैले सोचेको होइन अब अहिले गयो भने अहिले टक्क नहुनु लेट पुगिन्छ जस्तो लाग्छ थाकिन्छ पनि अनि त्यस पछाडि सिधै बसेर यस्तो बारबेक्यू त्यो गर्ने होइन मैले त्यही भनेको त्यो चाहिँ भोलि बिहान भ्यू हेर्ने अनि एकछिन डुलम्ला काम सकियो भ्याइदिन्छ भने भोलि नै निस्किन्न क्या बसमा लाग्नु बस्ने के छ मैले त्यही भने बस्नु मलाई मलाई चाहिँ अहिलेको यस्तो सोच्दाखेरि बसै ठिक हुन्छ जस्तो लागिरहेको छ तर चाहिँ भोलिसम्म त हामी थाहा हुन्छ नि त भ्याइयो र सबै कुरा भनेर पोखरा त भ्याइयो हाम्रो लागि त्यस्तो भएर मेरो चाहिँ नबस्ने क्या ल ल हुन्छ जिपमा झन् सानो गाडी त्यसले झन् त घरको टाइम लाग्छ माथि पुग्नुलाई है कस्तो कालो देख्यो है weird as fuck हुन्छ म पुग्ने युनिक गेस्ट हाउस रे त्यहाँ चाहिँ म छु कस्तो भइरहेछ कमान्डो गाइज हामी अलमोस्ट पुग्न आयौँ हिँडेको 1 घन्टा भयो सुजल आयो भने त 2टा ब्याग बोकेको हौ सुजलले थाकेर मन लाग्यो फाइनली हाम्रो लङ वेट पछि आयो राम्रो एरिया रहेछ त है ओके एक केजी मासु हो यो 1 केजी मासु त्यस्तो छ त्यो बाहिर देशमा हुन्छ नि त्यो बार्बिक्यू त्यो के अरे यस्तो छोप्नेवाला बार्बिक्यू हुन्छ नि त्यहाँ चाहिँ एउटा फ्यामिलीको एउटा सबैजना ड्याडले बनाउँछ सुजल त्यो बल पाइन्छ स्मोकर पाइन्छ 12 पाक्नु हो लोली पाउँछ राति छोडिदिन्छ बिहान खाँदैन अब माथि राख्नु क्यामेरा पापड
डेन्जर सनराइज त्यो यता चाहिँ सब आनमै खानु अरे सिधा हेर्नु हनुमानजी ठ्याक्कै यही टाइममा गएको थियो होला क्या सुर्य खान लास्टमा होइन उता घुमाइदियो सकेपछि चाहिँ एकचोटि हिमाल साइडमा होइन दामी थियो सुना सुना नर्मल लम्हा लम्हा देरी यादें तन्हा तन्हा छोकर तुझे अब चाहिँ अब मेरो गरेर आएछ होइन सर चाहिँ भर्खरै दामी छ एन्टिलाइट पऱ्यो यता दामी बाल लिएर आइरहेको होइन म देखाउँछु आफूलाई क्यामेरामा म चाहिँ यता छु है केसको रहेछ भरुसेमभरि छ केस र यहाँ सरले घोडाको भिडियो गर्दै एज युजुअल सस्पेक्टहरू हाम्रो गधाको भने घोडा हाने गधा हानेको होइन यिनीहरू मेकअप गर्दैछन् बिहानदेखि हामी चिया स्या नुहाएर भइसक्यौँ यिनीहरू बल्ल मेकअप गर्दैछन् अब चाहिँ हामीहरू कपडा चाहिँ गन्जनाको लेडिजहरू कपडा लाउनु गर्छ दाइको आमाले लगाइदिनुहुन्छ साइज अनुसार है हाम्रो चाहिँ यहाँनिर बसेको अब बिहान भइरहेछ यता हिमालको भ्यू दामी छ प्रपर यो चाहिँ हल्का गाउँको रोडहरू टाइपको बनाउनु एउटा अनि बाबु हजुर एकछिन ल त्यहाँ उभिराख यो सबै टाइल भन्दा नि रक्कै यो सबै ढुङ्गा प्रपर पर्मानेन्ट अनि यहाँनिर छ सुजल चस्मा लिएर आउनु लागिरहेछ उस्तै चाहिँ हाम्रो कपडा चेन्ज गर्ने ठाउँ लेडिजहरू चेन्ज गरेपछि हाम्रो पालो किनभने लेडिजहरूलाई लाउनु आउँदैन कपडा उनीहरूको धेरै सामान सिलरी हुन्छ हाम्रो त सर्टसुट गरेछ पहिला मान्छेहरूले गाउँमा लाएर बस्छ अहिले फोटो खिच्न लाउँदैन क्या यही त खेती गर्न जानु हामीहरू बहुत दिन ए यो हो माया माया त कति मायालु रहेछ नि त हेलो माया टोक्दैन है माया आऊ माया सेवारो के भन्छ जोजलापा हामीले कपडा सपडा लगाइसकेको छौँ देख्नुहुन्छ तपाईँदेखि माथि यसलाई यो माथि अब जुत्ता सुत्ता लाउने हो त्यस पछाडि फोटो सेसन हुन्छ यो टोपी लगाउँदा हल्का उयो गयो मनदेखि भइरहेछ बाल पनि बिग्रियो तर चस्मा चाहिँ एउटा चाहिने रहेछ नत्र घामले ल्याङ हान्ने यो हरेकचोटि यस्तै फोटो म चाहिँ आफ्नो घाँस काट्न जानु लाग्यो छ्याङ खाँदै जानवर घाँस काट्न खुर्केर आयो जवान फर्केर यसरी गर्नु भयो यसरी वाह ठिक छ तिमीले पुरो खुसी देख्यो फेरि त्यो कम्मर हल्लाउँछ एकचोटि मुभी सुटिङ गर्दैछ रोल प्ले के भन्छ एक्सन अभिनयहरू के गर्छ एकदमै डर लाग्यो भिडियो नर्मल कि टाइम लाग्छ Big stepper, underground rapper, top notches, photo each session.
स्ट्रेट टेरर डोको दिउँ अब चाहिँ हामीहरू म्युजियम जानु लाग्यो हाम्रो म्युजियम वाइफाई चल्दैछ नि तिमीले हेरेको भिडियो यही हो क्या अलि सरजको पालो आयो फोटो खिच्ने डोको बोक न सरजलाई डोको दिइदिएको म अन्त कोजी यो ठाउँ चाहिँ मन पर्यो मैले कपडा चाहिँ यहाँ छ चाहिँ हामी फेरि स्टार्ट भयो यो चाहिँ म यता छु म दिस इज मी अब चाहिँ हामी भ्यू पोइन्ट जानु लाग्यो माछा बजार भ्यू पोइन्ट एक माछा बजार त्यहाँ आज देख्छु भने पार्थे माछा परेर खान्छु म मेरो मन नहुनी जस्तो चिरा पर्यो कोहरै कोहरा टाढा टाढा लान्छ कि त्यता होइन यता यता हो भ्यू पोइन्ट यता यता होइन भ्यू पोइन्ट त्यो हो र झन्डा भएको ठाउँ होइन नि त यता हो यता माथि हो ए त्यहीँ रहेछ यहाँ छु जाँदैछु टाढो टाढो कता यो चाहिँ मेरो सेल्फी मोड होइन यो चिसो हावा यो चिसो वेदर हरियाली पहाडै पहाड कुहिरै कुहिरो सेकिएको घाम सिमसिम पानी अब चाहिँ हामीले यता पुग्यौँ होइन वादियोमा अब हाम्रो वादियोहरू चाहिँ यही हो है सरजलाई पानीपुरीको क्रेभिङ हुँदै मलाई पानीपुरीको क्रेभिङ भएको मान्छेहरू त्यो एउटा ऊ हेर्छ न मिम्समा त्यो मिम्स भन्दा नि एउटा पाकिस्तान पसलमा भुइँमा बसेको हुन्छ नि यत्रो भुइँमा कसरी बस्छ अरे भुइँमा यस्तरी बसेको हुन्छ यस्तरी अनि त्यो यस्तो सोध्छ नि एउटा प्रायः सबै त्यो डाइरिया मिसाएको जस्तो ए छि जे पाए त्यस्तै थियो भने हिजो त्यहाँनिर पानीपुरी हो क्या म त्यस्तो लागिरहेको पानीपुरी खाने भने यता हो म्युजियम जाने भने उता हो के छ अरे थिङ्क इज योर्स यस्तो क्राफ्टेड सबै ढुङ्गालाई यस्तो ढुङ्गा चाहिँ कहाँदेखि पाएर सबै एउटै साइजको खोज्नु कम त गाह्रो हुन्छ है बनाएको होला नि कस्तो क्युट आवाज राखेको मेरोमा फोनमा वालपेपर कति हतार न हेलो हेलो गर मलाई यस्तो खाना मलाई म हातै खाना त आऊ त म लोटे छिटो 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 बुझ्छ होला लोटे भनेको बुम फेरि गर्दै ल फेरि गर्दै बुम या तिमी कति क्लासमा स्कुल जान्छ तिमी स्कुल जान्छ आज छुट्टी हो आज के बार हो हाई गर्दो हाई हेलो गर्दो नि त हाई गर्दो नि त
सबै पसलको सबै सामान बिगाएर सबै सामान लिएर खान्छु नि। जान्छ क्या यस्तो इरिटेट पनि लाग्छ नदिने? मलाई पनि लाग्छ के गर्ने क्या अब त्यस्तो हुँदाखेरि यस्तो लाग्ने क्या अनि रिस उठ्ने कि पसल आएर सबै रुममा? सामान बिगारेर डाङडुङ गरेर गइदिन्छ भने खान्छ कि अमृत बोल न मलाई ल अब चाहिँ फाइनली हामीले त्यसको एन्ड अफ द डे हुन लागिसक्यो होइन रुममा आउँदै के आएर अब सक्यो हाम्रो सक्यो हेर पोखरामा भयो भर्खरै सुन डिस्कभर गर्नुभएको छ यो चाहिँ पहिला बाजाहरू बजाउँदा यो स्टिक युज हुन्थ्यो बाजा बेबी मुसा डाइनोसरको बच्चा भेट्यो भर्खरै उब्रेको भिडियोमा आइरहेको आउँदै एकचोटि अनि कुल्ची सक्यो अब बेसरी मकै अगाडि अगाडि हिँड्नु त हल्का चाड चाड आदिलाई जान दिनुपर्छ क्या चाड चाड हिँड्नु यो चाहिँ डाइनोसरको पुच्छर काटेर बनाउँछन् आन्टीलाई पठाइदिन कति सोझो भएछ आफ्नो रुम सफा नगरे बिरालो पनि को आएर यस्तो गर्दैछ बिरालो फेडअप भइसकेको छ सरस त्यो रिसाको आवाज निकाल न थाहा छ क्या हुन्छ नि त्यो what the fudge वाला क्या I don't give a shit नगर्नु भयो यति साह्रो त प्रब्लम आना 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 ला लाइभ लडेको लाइभ लडियो बनाइदिन्छु कति राम्रो भिडियो बनाइदिन्छु गइदियो बाई भन बाई बाई ल बाई गरिदियो नि त ल बाई गर्दा नि हामी जान्छौँ बाई बाई बजाउनु सबलाई मन पर्यो त भिडियो दस बजीसम्म निस्किन्छ जुन चाहिँ सुरुको गाडी आउँछ त्यसमै निस्किन्छौँ
ए हजुर ए होइन भन्छ तर होइन त त्यस्तो होइन कहिले काहीँ यसो ग्रुपमा बस्दा ट्यालेन्ट भयो त हानिदिने हो हामी यस्तो भयो के काम केही भगवानले मादल बजाउनु नि सिकाएन यता तयार हुनुहुन्छ होइन सबै चाहिँ सुत्नै सकेको छैन म कहिले तिमीलाई देख्छन् छैन के जान्छौ मान्छौ कि बनाइदिनु उठेर हिजो बनाइदिने 1 मिनेटको लागि आज चाहिँ हाम्रो लास्ट डे होइन यता हामी ब्रेकफास्ट गऱ्यौँ चाहिँ गम 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 कस्तो लागिरहेको छ यो निकै तिमीलाई लास्ट डेमा आज त एकदमै धेरै नै टायर्ड फिल भएको छु होइन सायद धेरै हिजो राम्रो राम्रो कुरा खाएर होला चरस कस्तो लागिरहेको छ तिमीलाई ठिकै रमाइलो मोडरेट आज लास्ट डे स्याट अब बाटोमा त के अरे ऊ भएन भने चाहिँ ल्याङ हुन्छ यार सृष्टि कस्तो लागिरहेको छ 2 तिमीलाई घण्टासम्म ट्राफिक ठिकै हो क्या त्यो भन्दा धेरै जान लाग्यो होला दामी लागिरहेको छ आज लास्ट डे अब चाहिँ सेइङ बाई टु घान्द्रुक यो भ्यू चाहिँ मिस गर्छु मैले अति नै धेरै बेस्ट भ्यू ए अँ यो भ्यू चाहिँ मिस गर्छु मैले लास्ट वाउ कमेन्ट्री नदेऊ न यो भ्यू चाहिँ मिस गर्छु मैले लास्ट डे भाइ गाइस अब चाहिँ बोलिरहेको छु यार म यो चाहिँ हाम्रो फर्स्ट भ्लग हो त्यो भएर लास्टै कन्फ्युज छ भने कसरी बनाउने भनेर अब चाहिँ थ्याङ्क यू के भयो दिल लाग्दैन बाई गरिदेऊ माई बाई गरिदेऊ एकचोटि बाई बाई चुप गरिदेऊ ल फुल लगाइदेऊ नि त एकचोटि फेरि यो दिललाई धपाइदेऊ यता कति डिस्टर्ब गरेको बाई 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 ल बाई बाई अमिरा बाई 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 नेक्स्ट टाइम मैले दिन्छु ल त्यो बन्दुकवालामा खै आहा बाई बाई ल यस्तो फेसबुक गएर बुम लास्ट हो नि त आज यो त्यसपछि अबदेखि न ब्लग छ कि हैन दुईटा एकदिन बाई भन्नु म एउटै ब्लग भन्दा ल गाइस बाई हैन मन बाई भन्न चाहन्छु हाम्रो भ्लग यतिसम्म हाम्रो ब्लग चाहिँ यतिसम्म हो सबभन्दा धेरै के मिस गर्छौ अब सबैभन्दा धेरै तिमीहरूको टाइम तिमीहरूसँग टाइम वा सेन्टी तिमी चाहिँ के मिस गर्छौ म पनि त्यही हो म सबभन्दा धेरै यो हिमाललाई मिस गर्छु ए यस्तो है शिशी के मिस गर्छस् भन् मलाई अँ सबै मिस गर्छु सबै अब चाहिँ यही हो आऊ अब चाहिँ यही
अब चाहिँ यही हो, अब चाहिँ यही हो होइन। ल ल आऊ आऊ, यिनीहरू चाहिँ भैँसी लिएर डराउँछ नि यार। हिजो त्यसकै झोलाहरू खाएर थिएँ म। रिस्क लिगाउँ तिमीहरूलाई। हामी 4 जना अनि बिपिन पनि पाँचजना। आएछ ल बिपिन पनि आएछ कहाँ छ बिपिन विभिन्न चाहिँ गर्लफ्रेन्ड खोजिरहेको छ। जसै कि देख्न सक्नुहुन्छ हल्का हल्का गोल्डिस होइन टर्किरहेछ। कि त बालुवा हो कि त सुन। दुईटामा एउटा हो। रोइँदो रहेछ अरे टर्किने पार्टी। युनिकालाई कान घाँटी अनि हातमा लाउन सुन भेट्यो। बजारको वाला किनेको सुनको त लास। ल गाइस यिनीहरूले यो कसले ढाल्छ 5वटा ढुङ्गामा भनेर कम्पिटिसन गर्न लाग्छन्। यिनीहरू दुईजना कम्पिटिटर सरोज मुखिया र सुजल श्रेष्ठ। ल ल है त ल सरोज मुखिया फर्स्ट सुट। वर्ल्ड रेकर्ड खत्रै। सुजललाई देखाउन, सुजल हान्न पनि नपाएको प्लेयर, हान्न पनि पाएन प्लेयर 2ले। ल अब चाहिँ बस आयो हाम्रो होइन। अनि त्यही हो, अब चाहिँ यही हो हाम्रो टोटल मेरो यो चाहिँ आफ्टर कति भ्लग गराएको क्या। भ्लगलाई युट्युबमै मैले कतिपछि अपलोड गरिरहेको छु। बट लाइक सर्टेन कुराहरू चेन्ज भयो त्यो बेला। त्यसपछि लाइक स्टप गरेँ मैले युट्युब चलाउन। त्यसपछि चाहिँ बन्दै भयो। बट स्टिल अब चाहिँ ट्राई टु बी रेगुलर। त्यही हो, बस चाहिँ यही हो हाम्रो। यहाँदेखि जाने अझै पोसिबल भयो भने पार्छ डेली ब्लग चाहिँ I'll keep uploading है त। त्यही हो। सो थ्याङ्क यू, द्याट्स अल, गुड बाई।